बनाइरहेको छ ए रोटी सोटी त सब गरिसक्यो के गर्नु गाउँघर हो यस्तो काम गर्नुपर्छ खन्नुपर्छ जोत्नुपर्छ फेरि यति राम्रो माटो यस्तो बुर बुर गराएपछि त काँक्रा त अब यत्रो यत्रो फल्छ ठुला ठुला खन्दा त साह्रै धौको हुँदैछ सास बढेर हैरान यसरी जिलाइन्छ यसरी काम गर्नुपर्छ हाम्रो गाउँतिर जिल्लाको अरे खेतमा रोटी ल्याएर यसरी खाने रोटी र पानी खाने बिहानको नास्तामा अनि खन्ने ल हजुरहरु पनि हाम्रो गाउँतिर आएर काम गर्न चाहनुहुन्छ भने एक दिनको 500 हो यस्तो खनेर्ने जोत्ने काम गरेको आउनु होला काम गर्न दिनको 500 रुपैयाँ हो फेरि जति भए पनि आउन सक्नुहुन्छ काम गर्न यसरी अगाडि यसरी खन्न पर्छ नि त जो त्यो माथि क्यामेरा ढाकी चाहिँ देखेछ कि नै यस मोबाइलमा हेरेको देखेछ कि नै नबोल त के गर्नु यसरी बसी बसी खन्नुपर्छ केटा मान्छे छैनन् जोत्नलाई आइमे मान्छेले खन्ने लगाउने तरकारी खनेर यसरी झारजिलाएर यहाँ फाल्नुपर्छ माटो यति राम्रो बुर भएको के यस्तोमा त अब काँक्रा लगायो भने पनि यत्रो त 5-5 किलोको काँक्रा फल्छ एउटै बुटामा अब खेतभरि पुरै जङ्गलले ढाकिसक्यो यस्तो जङ्गलले ढाकिसक्यो काम गर्न पनि साह्रै गाह्रो हुँदैछ के गर्नु बसी बसी खान पाए भए बुढा विदेश छन् खन्ने जोत्ने मान्छे कोही नि छैनन् त्यही भएर आफै खन्नुपर्छ आफै जोत्नुपर्छ